त्यसको लागि पहिलो स्टेप के हो भन्दा ब्याङ्कमा खाता चाहिन्छ। ब्याङ्कमा खाता चाहिन्छ, मेरो सेयरको खाता हुनुपर्छ है, अनि डिमेट खाता हुनुपर्छ। यति भयो भने तपाईँले सेयर हाल्न पाउनुहुन्छ है। अहिले चाहिँ हातले लेख्न पर्दैन, सेयर गर्नको लागि चेक काट्न पर्दैन। तर घरमै राति सुती तपाईँले चाहिँ क्लिक 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 3 चोटि क्लिक गर्नु भने सेयर भरिहाल्छ। पर्यो भने 1000 को पर्छ, परेन भने पर्दैन। नबिलबाट गर्नुभयो भने त 1 रुपियाँ पनि लाग्दो रहेछ। अरू ब्याङ्कबाट गऱ्यो भने 5 रुपियाँ लाग्छ भनेपछि अब तपाईँले चाहिँ 1 रुपियाँ नलाग्ने चिजमा अलिकति मेहनत गर्नुहोस्, अलिकति दुःख गर्नुहोस्। त्यो भने भोलि चाहिँ अवसरहरू हुनसक्छ। म यो सेयरको बारेमा मैले यति नै भने, म फेरि पनि हाम्रो विद्यार्थीहरू सबैजनालाई म भाग्यशाली नै ठान्छु। किनभने हाम्रो तपाईँहरूको यो भोकेसनल ट्रेनिङ सेन्टरको चाहिँ यो विद्यार्थीहरूलाई केही दिन सकिन्छ, फाइनेन्ससँग सम्बन्धित, स्किलसँग सम्बन्धित भनेर विभिन्न हाम्रो स्टेक होल्डरहरूले चाहिँ जुन चासो देखाउनु भएको छ, यो साँच्चै सराहनीय छ। र यो सराहनीय हुनको लागि तपाईँहरूको उत्तिकै एक्टिभ रोल चाहिन्छ। लर्याङ्ग 1 घन्टा पछि आइदिएपछि यस्तै आयोजकहरूलाई पनि के हुन्छ, डिस्करेज हुन्छ कि आउन मन लाग्दैन है। तेरि 1 बजे बोलाएको 3 बजे आउँछन्, अनि 3:30 बजे निस्किन खोज्छन् भन्ने भयो भने अरू यस्तो स्टेक होल्डरहरू पनि आउनुहुन्न। त्यो भएर अर्को यस्तो कार्यक्रम हुँदा तपाईँहरू टाइममा आउनु होला। त्यो भित्र सिक्ने जत्तिकै यो पनि इम्पोर्टेन्ट छ तपाईँहरूलाई है। त्यो टेलरिङ सिक्ने, प्लम्बर सिक्ने, बिजुली सिक्ने जत्तिकै इम्पोर्टेन्ट यो पनि छ। किनभने